अब संविधानले उहाँहरू रक्षा गरेको छ, समात्नु पनि नमिल्ने होइन। संविधान फालौँ भने फेरि राष्ट्र तपाईँको इन्डियाले क्याप्चर गर्ला कि भन्ने डर छ अरे। अब कस्तो दोधारमा छु क्या म हजुर। हो भाइ, कस्तो दोधारमा पारियो भाइलाई हेर त। अब यही संविधान मान्दाखेरि सबै जेनजी भन्नेहरू अब जेल जाने भए, सिंहदरबार जलाउनेहरू। अब पहिलेको संविधान मान्ने भने तिनै भ्रष्टाचारीहरू उल्टो हान्ने भए यिनीहरूलाई नै। गाह्रो त यहाँ छ फेरि, कति गाह्रो बनाए हेर त। यो भाइलाई चाहिँ युज मात्रै भएको छ यो। अब को यो यत्रा भुत्राको जेन्जी हुन्छ, यत्रा मुला कुकरमा 7-8 सिटी लाउँदा पनि छाला नपाक्ने खालको मान्छे यत्राको जेन्जी हुन्छ। यसलाई युज मात्रै गरेका हुन्। यसलाई चाहिँ कस्तो गर्छन् भने अब रातभरि एउटा पाठ सिकायो अनि नेपालका युट्युबरहरू कस्ता छन्। अब युट्युबर पत्रकारहरू केपी ओलीहरूलाई, प्रचण्डलाई त चिउ प्रश्न सोध्ने मान्छे पत्रकारहरूले, युट्युबरहरूले यस्ता मुला झाँगा झुरेलाई राख्छन् त, बाँकी यत्रा पनि राख्दैनन्। त्यही भएको हो, अरू केही पनि होइन। बुझ्यौ नि, यत्रो 76 जनाको ज्यान मात्रै गुमाए बिना बित्थामा यत्रो देश जलाए सालाहरूले है। अहिले अब यी आमा ल्याएर राखे भन्छन्, तर सानीमाची राखे जस्तो छन्। नेपालमा सानीमाची राखे जस्तो छन्।